चाहिँ हिल्याउने काम हुँदैछ साथीहरु। हिल्याउने काम हुँदैछ। यो चाहिँ मेरो खेत है। अब गरा सानो छ हेर साथी हो। यो बाँसघारीदेखि पल्लोपट्टि एउटा गरा छ। यो गरा हिल्याको भन्छ यसलाई चाहिँ है। यो चाहिँ अब अहिले पछि रोपाइँ गर्दा फेरि एकचोटि जोत्नुपर्छ। अहिले चाहिँ हिल्या मात्रै राखेको यो। जोस् भाइ जोत्नु एक्सपोर्ट रहेछ है। अब यहाँ यो बाँसघारीदेखि पल्लोपट्टि एउटा गरा छ। योभन्दा अलिक सानो छ अनि ठुलो गरा चाहिँ हो। अनि यहाँबाट त्यो तल्लो गरा पनि हो। यो 3 गरा मात्रै छ साथी हो। यो चाहिँ खेती गर्ने धान खाने खेत किनेको साथी हो। यस्तै छ है हाम्रो किसानी जीवन। साग सब्जी खाने, मकै खाने उता, या धान खाने। यहाँ चाहिँ धान खाने हो टक्क लाएर यहाँको बारीमा है। यस्तै छ हाम्रोतिरको किसानी जीवन। किसानी जीवन यो हो। घन्टाको 30 भनेको 3000 रुपैयाँ अरे होइन अहिले जोतेको। अनि अब कति घन्टा लाग्छ थाहा छैन। 1 घन्टामा सक्ला भनेको खोइ। एक घन्टामा सक्यो भने 3000 रुपियाँ गयो। अघि ठाडो जोत्यो, अहिले तेर्सो जोत्यो। अब क्रस जोत्योपछि बल्ल आउँछ नि त मेलोमा। लगाइ है यस्तो छ है जिन्दगी। जिन्दगी यस्तो छ। भाइले खतरा जोत्दैछ। बाँझो बारी यसमा चाहिँ त्यति राम्रो हिलो निस्किएन। मास्लो गरेर चाहिँ बब्बा लाग्यो हिलो लत्त भएको छ। अब यो 1 हप्ता 10 दिन कुहाउने हो पानी लाएर। त्यसपछि फेरि यसरी एकचोटि जोत्ने हो अनि रोप्ने हो खेती गराइ।
नेपालको होइन सिँचाइ चाहिँ यस्तो छ है, फार्मिङ होइन, नेपालको फार्मिङ टेक्नोलोजी चाहिँ यही हो साथी हो। गाइस हेर्दै गर्नु होला है।